हेलो गाइज, सो सबजनालाई नमस्कार। फेरि पनि म नयाँ ब्लग लिएर आइरहेको छु। सो आज चाहिँ हामी कान्द्रीतर्फ गइरहेको छौँ। अहिले हामी मुलिन कटेर पोखराको बाटो जाँदैछौँ। सो हाम्रो प्लान भनेको चाहिँ 2 नाइट एन्ड 3 डेज हो। सो बाटो चाहिँ एकदम राम्रो रहेछ, बिचबिचमा अलिकति बिचमा बनाउँदै रहेछ। सो लागौँ है त। सो हामी अहिले पोखरा आइसकेको छौँ। गाडी धुँदै हुनुहुन्छ ड्राइभर दाइ। सो हामी बसेको रिसोर्ट भनेको चाहिँ यही हो, लेक भ्यू रिसोर्ट। अनि हामी चाहिँ यहाँ 3टा रुमको पैदल चाहिँ 5,000 त्यस्तै पर्छ होला। हामी चाहिँ 4500मा बसेको छौँ। अनि खानाहरू छुट्टै, अरू केही स्न्याक्सहरू लिनुभयो भने आफै छुट्टै तिर्नुपर्छ। अनि यो भनेको चाहिँ माथिबाट देखिने भ्यू हो। यहाँबाट टक्क पार्किङहरू पनि छ। सो अनि यता बाहिर बस्ने ठाउँहरू पनि छ। हो ट्राम्प। सो अब चाहिँ हामी यहाँ तालबारीतिर लागिरहेछौँ, यहाँ हेर्न सक्नुहुन्छ। अनि आज चाहिँ खासै धेरै भिडभाड चाहिँ छैन, मान्छे ठिकै हुनुहुन्छ। यो चाहिँ हामी क्रिसमस गएको बेला हो, क्रिसमस 2025मा। सो हामी चाहिँ यहाँ तालबारीमा डुङ्गा चढ्न गइरहेछौँ। सो हाम्रो सो अलराइट गाइज, सो हिजो चाहिँ हामी पोखरा बस्यौँ। अहिले चाहिँ हामी पोखराबाट कान्द्रीतर्फ लागिरहेछौँ। बिहानै हामी हिँडिसकेको छौँ। सो अहिले चाहिँ यहाँको बाटो 2टा बाटो रहेछ, अनि एउटा बाटो चाहिँ बनाइरहेको रहेछ। अनि हामी चाहिँ माथिल्लो बाटो, लेफ्टपट्टिको बाटोबाट माथितिर लाग्यौँ। अनि बाटो ठिकै छ, बिचबिचमा अफ रोड पनि छ। अनि हामी अहिले फाइनल्ली यहाँ पार्किङमा आइसकेका छौँ। पार्किङबाट हामी अलिअलि बिस्तारै माथि हिँडिरहेछौँ। सो माथि हिँड्ने क्रममा चाहिँ हामीलाई बिच बाटोमा एकजना मान्छेले के अरे अझै माथिसम्म बाटो जान्छ भनेर भन्नुभयो। सो हामी चाहिँ अनि माथि नै 10 मिनटको गाडी फेरि माथि लगेर हामी यहाँबाट फेरि तल झर्दैछौँ। कान्द्री भिलेज अलिक तल रहेछ। सो हामी अलिक तल झर्दैछौँ गाडी यहाँ पार्किङ गरेर। अनि त्यसपछि चाहिँ बाइकहरू नि हेर्न सक्छ, हामी बाइकहरू चाहिँ यहाँ पार्किङ गरेको रहेछ। सो हामी अब बाइक पार्किङ गरेको ठाउँबाट तलतिर गएपछि कान्द्री भिलेज तर्फ जान्छौँ। यहाँबाट हेर्दाखेरि चाहिँ राम्रै छ ओभरअल, भित्रभित्र अलिकति भित्र छिरेर। सो गाइज, हामीले गाडी चाहिँ माथि पार्किङ गरेर आयौँ। अब हामी हाम्रो रिसोर्टतर्फ गइरहेछौँ। यो चाहिँ अलिकति तलै छ, माथि गाडी पार्किङ गरेर अलिकति तल झर्नु पर्ने रहेछ। सो हामी यहाँ झर्दैछौँ। अनि यहाँ बिचमा खच्चडहरूले सामानहरू बोकेर ओसार्ने रहेछ। सो हामी चाहिँ अलिक तल गयौँ है। यहाँबाट अलिकति तल झरिसकेपछि हामी बस्ने रिसोर्ट आउने रहेछ। यहाँ बिचमा घरहरूको बिचमा प्यासेज रहेछ है। यो चाहिँ हामी बस्ने रिसोर्ट आइपुग्यो हामी। सो यो रिसोर्टको नाम चाहिँ रोयल भ्यू इन, जस्तो राम्रै छ होला। सो यो चाहिँ प्याकेजको पर पर्सन 2000मा हामीले बुक गरेर आएको थियौँ। सो हामी यहाँबाट अब भित्र हाम्रो रुमतर्फ जाँदैछौँ। सो यो चाहिँ हाम्रो रुम। इच इन्डिभिजुअलको लागि आफ्नो एउटा सिङ्गल बेड रहेछ। अनि 5जना भएकोले यहाँ 5वटा बेड छ। यहाँबाट हामीले भ्यू हेर्न सक्छौँ बाहिरको। हिमाल अहिले चाहिँ खोलिएको छैन। सो यो हिमाल चाहिँ यहाँ
यहाँबाट चाहिँ म बिहानै 6 बजी उठेँ आज कस्तो भ्यू हुन्छ भनेर हेर्नलाई होइन। अनि जस भ्यू चाहिँ राम्रै रहेछ यहाँबाट हेर्दाखेरि चाहिँ 6 बजी अलिअलि खुल्लिँदो रहेछ अलिअलि। अनि जस अब बिस्तारै बिस्तारै खुलिँदै बिहानै उठेर 7-8 बजीतिर हामी चाहिँ गुरुङ कटेज अलि चलेको प्रख्यात अनि गुरुङ कटेज हो यहाँ। सो गुरुङ कटेजतर्फ लागिरहेको थियौँ, यहाँबाट चाहिँ राम्रो भ्यू देखिन्छ भनेर। अनि यहाँ कल्चर ड्रेसहरू पनि भाडामा दिनुहुन्छ अरे। सो हामी चाहिँ त्यही भएर ड्रेसको लागि यहाँ गएको थियौँ है। सो